यो लोकल त होला नि यो लोकल हो अर्गानिक हो यो हाम्रो जोराइलको मुम्फली बदाम हो अब यो पाउडर हो खुर्सानी लोकल यो डल्ले खुर्सानी अब यो पिरो भए पनि पेटमा नलाग्ने हजुरको यो अब यो ऊ हो हजुरको बेसार हल्दी लोकल यहीँकै उत्पादन यो धनिया हो यो होम डेलिभरीको व्यवस्था छ हाम्रो यो गहत हजुर डेलिभरी सबै ठाउँ छ होम डेलिभरी सबै छ अर्गानिक मटरा हो हजुरको यो स्वास्थ्यको लागि राम्रो छ हजुर चाना भिटामिनकै लोकल चाना हजुर अमलाको अचार अमिलो शुद्ध प्राकृतिकै यो चोक हजुर अर्गानिक लोकल हजुर नमस्कार मेरो नाम बमबहादुर साउद जोराइल गाउँपालिका 4 बजना 2057 सालदेखि यो नर्सरी व्यवस्थापन गरेर विभिन्न प्रजातिका जडीबुटीहरू फलफुलका बिरुवा बेमौसमी तरकारी त्यसै गरेर लोप भएका प्रजातिहरू संरक्षण गरेर म यहाँ बसिरहेको छु अहिले लगभग 22-23 वर्ष जति यो नर्सरी सञ्चालनमा काम गरेर विभिन्न ठाउँमा बोट बिरुवाहरू उत्पादन गरेर बिक्री वितरण गर्दै आइरहेका छौँ यो हाम्रो सुदूरपश्चिमको विभिन्न जिल्लामा जान्छ त्यसपछि तराईका केही जिल्लाहरू र पहाडी जिल्लातिर प्रायः जस्तो गइरहेछ माग अब यो अर्गानिकको धेरै माग छ यो सामग्रीहरू पुर्याउनै गाह्रो भइरहेछ यो यहीँको उत्पादन हाम्रो डोटी जोराइलकै उत्पादन हो अब विभिन्न ठाउँबाट यो अर्गानिक प्रोडक्टहरू उत्पादन गरेर यतातिर ल्याएर बिक्री लेबलिङ प्याकेटिङ गरेर बिक्री गरिरहेका छौँ हामीले राम्रो छ हजुरको यो आर्थिक अब यो हाम्रो यो अर्का देश जानु परेन विदेशतिर आफ्नै देशमा केही गरेर आफ्नै देशमा केही गरौँ भन्ने अब सन्देश छ अब यहाँका अब विभिन्न यो अर्गानिकको बढ्दो माग छ अब हाम्रो यो त बधार छ हजुर बिउको लागि हजुर यो बिउ बिजनको बिउको लागि बिउ लो भन्ला चाहिँ आफ्नै देशमा केही गरेर जाउँ भन्ने हो युवाहरूलाई अब यो हाम्रो धेरै लोप भइसके प्रजातिहरू अर्गानिक यसको लागि हामीले संरक्षण गरेर यो युवाहरूलाई स्वदेशमै केही गर्ने भन्ने लक्ष्य बनाउँदैछौँ हजुरहरूलाई यो हाम्रो जोराइलकै उत्पादन अर्गानिक चाहिएमा हामीलाई यो जोराइलको मुम्फली स्थानीय त्यसपछि गहत केराउ मटरा यो चाना र चुकहरू र यहाँको अमलाको अचार शुद्ध प्राकृतिक चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला 98 48 78 76 71